पूर्वेली सेकुवाको चाहिँ ओनर हुनुहुन्छ हाम्रो अगाडि राजु घिसिङ। नमस्कार राजु। हजुर नमस्ते हजुर। के छ आरामै हुनुहुन्छ? एकदम आरामै हजुर। कस्तो छ चल्दैछ आजभोलि? सेकुवा चल्दैछ, राम्रै छ। आज अगाडि सेकुवा छैन? आज सेकुवा छैन। होटलमा चाहिँ छ होइन? आज होटलमा छ तर तपाईँको अगाडि चाहिँ सेकुवा छैन। आज चाहिँ हामी छुट्टै विषयमा चाहिँ कुरा गर्छौँ होइन। अस्ति के गीत खेल्नु भएको तपाईँ? म्युजिक भिडियो खेलेको थिएँ मैले तामाङसँगको। मैले खेलेँ हजुर। सैलुङ एरियामा चाहिँ सैलुङमा पनि भयो सुटिङ, अनि यता जर्सिङ पौवा पनि गरेको छ। दुई ठाउँमा सुटिङ गरेको छ। कहिले रिलिज हुन्छ राजुको गीत? रिलिज भोलि हुने हो, भोलि शुक्रबार। कति बजीतिर हुन्छ? भोलि 4 बजी छ। राजु घिसिङ पूर्वेली युट्युबमा नाममा चाहिँ रिलिज हुन्छ होइन? लगानी भनेको मैले जस्तै अब गीत भेटेर अब भिडियो खर्च चाहिँ मैले गरेँ हो। भिडियोमा आफूले अब गीत यतिको भेटेर भिडियोमा चाहिँ मैले खर्च गरेर बनाएको क्या। तपाईँको तामाङ भाषाकै गीत हो कि के हो? तामाङ भाषाकै गीत हो। तामाङ भाषाकै गीत हो। कस्तो भयो सुटिङ? राम्रो भएको छ सोचे जस्तो? सुटिङ त राम्रो भइहाल्छ नि। म एक हिरो हो त्यसै पहिलेदेखि नै। तपाईँ हिरोनी चाहिँ? हिरोनी मेरो आफ्नै मिसेस हो। आज कलेज गएको छ। कलेज गएको छ। कहिले पब्लिक हुन्छ तपाईँको मिसेस चाहिँ? अहिलेसम्म पब्लिक भएको छैन। म्युजिक भिडियोबाट पब्लिक हुने हो? म्युजिक भिडियो होइन, अब बिहेपछि पब्लिक हुन्छ। बिहेपछि चाहिँ पब्लिक हुन्छ है। राम्रो बनाएको छ जो सोचे जस्तो? सोचे जस्तो राम्रो भएको छ। अब जुन हेर्ने दर्शकहरूलाई चाहिँ अब कस्तो लाग्छ भन्ने कुरा हो। तर भिडियो हेर्ने अगाडि सबैजनाले राजु घिसिङ पूर्वेलीमा गएर सब्सक्राइब हानिदिनु होला। भोलि 4 बजेदेखि 4:30 सम्म चाहिँ मेरो आफ्नै भिडियो मेरो आफ्नै पेजमा युट्युब च्यानलमा लोड हुँदैछ। सबैजनाले माया गरिदिनु होला। के बोलको छ गीत चाहिँ तामाङ भाषाको भनेपछि कुन कस्तो? गीतको बोल चाहिँ माकै माङ्रे 2 भन्ने छ। मेन्दो फोले भन्ने छ होइन? मेन्दो फोले ख्याप्सी पिन्न ढोलमोला थेङरी भन्ने छ फर्स्ट चाहिँ। अनि अर्को सेकेन्डहरू चाहिँ अलिअलि कन्फ्युज छ मलाई पनि होइन। राजुलाई पहिल्यैदेखि म्युजिक भिडियोतिर इन्ट्रेस्ट भएको? होइन, इन्ट्रेस्ट चाहिँ यस्तो मलाई धेरैजना बोलाइरहेको थियो होइन। अब विशेष गरेर चाहिँ म पनि अब कामको सिलसिलामा नभ्याउने होइन। अब फेरि म त्यो फिल्डमा पनि होइन। मैले चाहिँ जुन यो चाहिँ मेरो आफ्नै